गाइस वेलकम ब्याक टु माई च्यानल। सबैजना सन्चै हुनुहुन्छ। आज चाहिँ म सिधै फुलबारीबाट बुटोल फुलबारीबाट हामी चाहिँ अस्टिच हेर्नको लागि फुलबारीभित्र च्याट्ट घुसेर अब हामीले देखाउँदैछौँ हाम्रो दाइजीलाई। खुट्टा हेर्नु होला हाम्रो अस्टिचलाई। डर लाग्यो यार म। यो साँच्चीकै हो त। ल साँच्चीकै त नि हो। डिजाइन तरिकाले मुद्दे गाइस चाहिँ हामी फुलबारी घुमेर पुरै जनावर देखाएर अरू देखाउन पाइएन किनभने लास्टै मान्छे
लास्टै भिड थियो क्या आज चाहिँ अनि त्यही भएर अरू देखाउन पाएन त्यसको लागि चाहिँ माफ गर्नु होला अब जे भए पनि हजुरहरू कति पहिले त देखिसक्नु भएको छ फुलबारीको भ्यू अब हामी भनेको आज यसो हजुरहरूलाई मनोरञ्जनको लागि अनि युट्युबमा पनि केही भिडियोहरू थिएन त्यसैले म बनाएको अब हामी यहाँबाट चाहिँ साथीको हततिर जानुपर्ने हुन्छ अब साथीलाई भोक लाग्यो भने रेस्टुरेन्टमा जानुपर्ने हुन्छ आज चाहिँ मर्निङमै हामी चाहिँ घुम्न हिजो चाहिँ हेरिसक्नु होला उता उसतिरको क्या फुलबारीको आज चाहिँ हामी यो जङ्गलबारीतिर आइरहेछौँ साथीहरूसँग च्याट्ट लाएर अब हामी यो ठाउँमा मिठो तरिकाले घुमेर अनि हामी उतातिर गइन्छ अनि अहिले हामी चाहिँ यताबाट आएको यताबाट अब हामी चाहिँ यहाँबाट जाँदैछौँ उतापट्टि साइडमा केटाहरू यहाँ नि एउटा पोज दिने एउटा फोटो खिच्ने मिठो चाल चलिरह हामी चाहिँ अब यहाँबाट कति लगभग लाग्दैन होला 10 मिनट 5 मिनट लाग्छ होला त्यहाँ पुगेर अनि त्यहाँको पनि मिठो मिठो भ्यूहरू देखाउने छौँ अहिलेलाई यति गरेर जाम गाइजहरु हामी चाहिँ अहिले उताबाट आएर अनि हामी चाहिँ तिलकनामा एकदम रमाइलो गरिरहेछौँ अब केटाहरू यहीँ पनि छन् अब यिनीहरूले अब अर्को ठाउँमा पनि जाने भनिरहन् अब त्यहाँ गइन्छ अनि त्यसपछि घर गइन्छ हिजोको ब्लग हेरिसक्नु होला त्यो हेरेकोले खतरा हिजोको आज चाहिँ मर्निङ हो यो चाहिँ बिहान अहिले चाहिँ 12 बजिसक्यो त्यही पनि बिहान गराउनु पाएन यस बेला गराएँ ट्यागको अब लाइक कमेन्ट सेयर सब्सक्राइब हानिदिनु होला अब सब्सक्राइब नहानेकोले ड्याङ सब्सक्राइब हानिदिनु होला मेरो अब 700 को हाराहारीमा हो 700 पछि ट्यागको 800 900 1000 पैसा केक काट्ने ट्यागको अरू केटाहरू भए केक खान रेडी छन् म त छैन रेडी यिनको हराएको हामी चाहिँ यिनलाई भेट्न यिन चाहिँ एकदम बिल्कुल ठिक छन् के छ बिल्कुल ठिक छौ नि हाम्रो फ्यामिलीहरूलाई सुनाइदेऊ एकदम गाइस आज चाहिँ हाम्रो नेक्स्ट डे हिजोको अर्को डे आज अर्को डे हिजोको डेमा हामीले जङ्गलको साइड देखाएको थियौँ भने आजको साइड चाहिँ हामी पाल्पा जिल्लाको रानी मलमा छौँ अहिले पनि भिडियो हेरिसक्नु होला सिनेमेटिकहरू अहिले चाहिँ राम्रो लङ भिडियो चाहिँ गाइजहरु हामी चाहिँ अहिले यो खोलामा यसो हातमुख गरेर हल्का फ्रेस भएर हामी चाहिँ जाँदैछौँ हामी यो हाम्रो यहाँ हो हाम्रो गाडी चाहिँ माथि छ यो पुलमा गइयो यहाँ आइयो अब यस्तो हेर अब हामी चाहिँ यहाँबाट चाहिँ जाँदैछौँ चट्ट लाएर अब हामी यहाँबाट चाहिँ मिठो पारामा जानुपर्ने हुन्छ हाम्रो चाहिँ बाटोको चाहिँ छैन अब यो चाहिँ रानी मलमा 2 जना भएर मिठो पारामा आइयो अब यसपछि ट्याक्क लाएर हाम्रो सोल्टी यता ट्याक्क लाएर जाँदैछौँ गाडीमा गएर भेट्नुपर्छ साथीहरू थोरै भलक भयो त्यही पनि अब म धेरै बोलेको छैन त्यही पनि हेरिदिनु होला सबैजनाले एकदम राम्रो रमाइलो भयो निशान घर गएर बस्यो 1 दिन 2 दिन 2 नाइट बस्यो अब यहाँबाट चाहिँ आज चाहिँ नबसिकन राति भए पनि हामी घर फर्किन्छौँ र भोलि ट्याक्क लाएर फ्रेस भएर नुहाउन गइन्छ होला सायद
पाल्पाको सल्लाहगारीमा दामी पारामा आइयो। अब हामी यहाँबाट कति टाइम लाग्ने हो घुम्न आएको, अझै घुम्नै छ थुप्रै। बल्ल मेन बाटोमा आउन लाग्यो। अब हामी माथि डाँडामा हिँड्दैछौँ। डाँडामा चाहिँ के छ थाहा छैन, त्यही पनि घुमघाम कार्यक्रम चलिरहेछ। गाइजहरु हामी चाहिँ अहिले यो सल्लाहगारी ताङसिङको ठ्याक्क यो लेखेको ठाउँ छ नि जुन ताङसिङको, यहाँ हेर्न सक्नुहुन्छ ताङसिङ लेखेको पछाडि। यहाँ यो ताङसिङबाट हामी चाहिँ अब निस्किसकेको हौँ। अब तल गाडी बस पाल्पाको बस पराक्लाउँछ, त्यहाँ गएर ट्याक्क लाएर मिठो पारामा घर जानुपर्ने हुन्छ। अब रमाइलो भयो, यतिको ठाउँ चाहिँ पाउनुपर्छ सबैले। यहाँ यस्तरी हेर्दा अलि राम्रो देखेको है, त्यही पनि यस्तो बवाल ठाउँ छ यहाँ चाहिँ। सबैजना आइदिनु होला, घुमिदिनु होला, एकदम रमाइलो भयो।